हेलो एभ्रिवान वेलकम टु सजिलो स्टडी। सो आज चाहिँ हामी BCA थर्ड डिएसएको युनिट फर्स्ट हेर्न जाँदैछौँ र यसमा चाहिँ बेसिकली आई विल बी कभरिङ द समरी र के चाहिँ इम्पोर्टेन्ट टपिकहरू छ र के चाहिन्छ युनिट 1 बाट त्यो मात्र हामी कभर गर्छौँ। सो फर्स्टमा हामीलाई चाहिने भनेको डेफिनेसन अफ डेटा स्ट्रक्चर। सो हाम्रो डेटा स्ट्रक्चर भनेको के हो भनेर चाहिँ सुरुमा थाहा हुनु पर्यो है। अब डेटा स्ट्रक्चर इज अ वे अफ अर्गनाइजिङ एन्ड स्टोरिङ डेटा इन मेमोरी फर एफिसिएन्ट एक्सेस भनेको छ। सो यसलाई चाहिँ सजिलै गरी बुझ्नको लागि चाहिँ हामीले कसरी बुझ्न सक्छौँ भन्दाखेरि एउटा स्कुल ब्यागको जसरी बुझ्न सक्छौँ क्या। सो यो चाहिँ लाइक अ कन्टेनर हो हैन, जसमा चाहिँ के गर्न मिल्छ त हामीले डेटाहरू हाल्न मिल्छ। बट वाइ डेटा स्ट्रक्चर भन्ने हुन्छ नि त। सो यो चाहिँ किन युज गरिन्छ त भन्दाखेरि ल स्कुल ब्याग छ अरे राइट। सो स्कुल ब्यागमा हामीले ऱ्यान्डमली बुकहरू क्याजङ गुजुङ हाल्यो भने त हामीलाई अलिकति खोज्न गाह्रो हुन्छ नि। बट एट द सेम टाइम हामीले क्लास वाइज ट्याक्क छुट्याएर राख्यो भने अथवा त्यसलाई अरेन्ज गरेर राख्यो भने इट विल बी इजी फर अस टु फाइन्ड। ठिक छ, त्यसैले चाहिँ हामी डेटा स्ट्रक्चरहरू युज गर्छौँ। ओके, सो अब डेटा स्ट्रक्चरमा हामीसँग बेसिकली दुईवटा कुरा हुन्छ, एउटा भनेको डेटा, अर्को भनेको अपरेसन। सो डेटा एज इन हामीसँग भ्याल्युजहरू हुन्छ र अपरेसन्स जस्तै हाम्रो इन्सर्ट गर्ने हो कि डिलिट गर्ने हो कि त्यसमा के चाहिँ अपरेसन पर्फर्म गर्ने, त्यो भ्याल्यु अथवा त्यो इन्फर्मेसनलाई हामीले के गर्ने भनेर हुन्छ है। सो डेटा स्ट्रक्चरमा एउटा इक्वेजन छ, त्यो चाहिँ लाइक जस्ट बुझ्नको लागि मात्र हो। सो हाम्रो डेटा स्ट्रक्चर र एल्गोरिदम मिलेर चाहिँ प्रोग्राम बन्छ भन्नाले डेटा स्ट्रक्चर भने के हो अरे, कुनै पनि डेटालाई कसरी वेल अर्गनाइज गरेर राख्ने। सो त्यो वेल अर्गनाइज गरेको डेटामा सर्टेन एल्गोरिदम युज गर्यो भने हामीसँग एउटा प्रोग्राम बन्छ है। ओके, नाउ लेट्स गो टुवर्ड एब्स्ट्र्याक्ट डेटा टाइप। सो वान अफ द मोस्ट इम्पोर्टेन्ट टपिक हो र अलमोस्ट लाइक 50% to 60% अफ द च्याप्टर्स चाहिँ यसकै बेसिसमा छ भनौँ न, यसकै अराउन्डमा छ। बिकज यो एब्स्ट्र्याक्ट डेटा टाइप जति पनि छ यो डेटा टाइपको बेसिसमा हाम्रो पछाडिको फर्दर च्याप्टरहरू पनि अझै आउँदै जान्छ है। सो एब्स्ट्र्याक्ट डेटा टाइप भनेको चाहिँ के हो भन्दाखेरि यसले चाहिँ अपरेसन डिफाइन गर्छ, के गर्ने भनेर डिफाइन गर्छ, बट यसले चाहिँ कसरी गर्ने भनेर चाहिँ त्यसलाई चाहिँ हाइड गर्छ। भन्नाले हाम्रो एउटा टु डु लिस्ट जस्तै क्या, जस्तै म यो गर्छु ऊ गर्छु भनेर हुन्छ नि हामीले सोचेको कुरा हो, त्यो भनेको चाहिँ हाम्रो एब्स्ट्र्याक्ट डेटा टाइप भयो। बट हामीले कसरी गर्ने भनेर चाहिँ यो कुरा चाहिँ हाइड गर्छौँ है एब्स्ट्र्याक्ट डेटा टाइपमा। ल अब इक्जाम्पल हेर्ने हो भने हामीसँग चाहिँ स्ट्याकमा सर्टेन अपरेसनहरू पर्फर्म गर्न मिल्छ, जस्तै पुस पप पिक हैन। अनि स्ट्याक यो क्यू यिनीहरूको बारेमा चाहिँ हामी फर्दर भिडियोजहरूमा डिस्कस गर्छौँ। सो अहिले चाहिँ हामी जस्ट फर्स्ट युनिटमा मात्र फोकस गरेर हेर्छौँ है। ल यो चाहिँ हामीसँग क्यूको अपरेसनहरू छ, जस्तै इन्सर्ट डिलिट, लिस्टको इन्सर्ट रिमुभ। सो सिमिलर काइन्ड अफ अपरेसन छ। र बिफोर मुभिङ अन टु डेटा स्ट्रक्चर म चाहिँ लाइक एउटा डिफ्रेन्स भन्न चाहन्छु हाम्रो यो एब्स्ट्र्याक्ट डेटा टाइप र डेटा स्ट्रक्चर भनेको के हो अथवा यसको डिफ्रेन्स के हो भनेर, बिकज यो पनि धेरै जसो सोधिरहेको हुन्छ है। सो एडिटी अथवा एब्स्ट्र्याक्ट डेटा टाइप जुन चाहिँ हामीले अघि हेऱ्यौँ, यसले चाहिँ के गर्छ त भन्दाखेरि के गर्ने अथवा वाट भन्ने क्वेसनलाई एन्सर गर्छ। जस्तै मैले भने नि एउटा टु डु लिस्ट जस्तै हो क्या, जस्तै म एड गर्छु, डिलिट गर्छु अथवा भ्यू गर्छु। सो यसले चाहिँ के गर्ने भन्यो। अब डेटा स्ट्रक्चरले चाहिँ के भन्छ त भन्दाखेरि यसले चाहिँ कसरी गर्ने भन्छ क्या। जस्तै मैले एउटा टु डु लिस्ट त बनाएँ अरे राइट। अब त्यो टु डु लिस्टलाई ल म अब पेपरमा स्टोर गर्छु कि स्टिकी नोटमा स्टोर गर्छु कि फोनमै स्टोर गर्छु कि कसरी गर्छु त भन्ने कुरा चाहिँ हाम्रो डेटा स्ट्रक्चरले भन्छ। सो एडिटीले हामीलाई वाट भन्नेको एन्सर दिन्छ भने डेटा स्ट्रक्चरले हाउ भन्नेको एन्सर दिन्छ है। अब यसलाई रियल लाइफको सिनारियोसँग दाँच्दाखेरि चाहिँ हामी के कसरी बुझ्न सक्छौँ भन्दाखेरि एडिटी भनेको चाहिँ रेस्टुरेन्टको मेन्यु जस्तै हो। त्यसमा के हुन्छ त सिम्पली डिसको नामहरू मात्र हुन्छ अनि प्राइस हुन्छ राइट। यो खाजा छ अनि यो प्राइस छ भनेर हुन्छ। बट डेटा स्ट्रक्चर भने चाहिँ के हो भन्दाखेरि किचन जस्तै भयो क्या। त्यहाँ चाहिँ फुडहरू कसरी प्रिपेयर गर्छ हैन, त्यो सबै कुरा हुन्छ नि त। अब ग्यासको स्टभहरू कसरी युज भइरहेछ, माइक्रोवेभहरू कसरी युज भइरहेछ, डिफ्रेन्ट कुकिङ प्रोसेसहरू कसरी भइरहेछ, त्यो कुराहरू चाहिँ कहाँ हुन्छ त किचनमा हुन्छ। सो किचन भनेको डेटा स्ट्रक्चर, मिनवाइल हाम्रो रेस्टुरेन्टको मेन्यु भनेको हाम्रो एब्स्ट्र्याक्ट डेटा टाइप। ठिक छ। ल अब हामी जाम थर्ड टपिक अथवा थर्ड पोइन्टमा
यो सब टपिक जसको नाम हो क्लासिफिकेसन अफ डेटा स्ट्रक्चर्स। सो डेटा स्ट्रक्चरलाई चाहिँ बेसिकली हाम्रो प्रिमिटिभ र नन प्रिमिटिभ डेटा स्ट्रक्चर भनेर क्लासिफाई गरेको छ। सो प्रिमिटिभ भनेको पहिले नै डिफाइन भइसकेको हुन्छ यिनीहरू चाहिँ, जस्तै हाम्रो बेसिकली युज गरिरहेको हुन्छ नि डिफ्रेन्ट प्रोग्रामिङ ल्याङ्ग्वेजेसहरूमा, जस्तै हाम्रो आइएनटी भयो, क्यारेक्टर भयो, फ्लोट। सो यिनीहरू चाहिँ हाम्रो प्रिमिटिभ डेटा स्ट्रक्चर भयो र यसले चाहिँ सिंगल भ्याल्यु मात्र स्टोर गर्न सक्छ। नाउ लेट्स टक अबाउट हाम्रो नन प्रिमिटिभ डेटा स्ट्रक्चर। सो नन प्रिमिटिभ डेटा स्ट्रक्चरमा चाहिँ हामीसँग हुन्छ दुईवटा, एउटा लिनियर अर्को नन लिनियर। सो लिनियर त हामीले धेरै जसोमा युज गरिरहेको हुन्छौँ, जस्तै हाम्रो एरेहरू भयो, क्यू, स्ट्याकहरू, यो चाहिँ अलमोस्ट लाइक डिफ्रेन्ट प्रोग्रामिङमा पनि हामीले युज गरिरहेकै हुन्छौँ। सो यो चाहिँ लिनियर किन भनिन्छ त भन्दाखेरि यसमा चाहिँ हाम्रो सिक्वेन्सियल यो के अरे उयो हुन्छ कि एरेन्जमेन्ट हुन्छ कि, जस्तै एरेमा के हुन्छ एउटा फिक्स्ड हुन्छ नि, यो हाम्रो सिक्वेन्समा जान्छ नि, जस्तै इन्डेक्सको बेसिसमा 0 1 2। सो यो चाहिँ हाम्रो सिक्वेन्सियली जाने भयो लिनियरमा है। सो लिनियरमा पनि दुईवटा हुन्छ हामीसँग, स्ट्याटिक र डाइनामिक। स्ट्याटिक भनेको सिम्पली केही नहल्लिने के, स्ट्याटिक जस्तो छ त्यस्तै फिक्स भएर बस्ने, जस्तै एरे भयो। अर्को भनेको डाइनामिक। डाइनामिक भनेको चाहिँ हाम्रो फ्लेक्सिबल हुने, भनेको त्यसलाई चाहिँ हामीले चेन्ज गर्न मिल्ने, ठिक छ। जस्तै हाम्रो लिङ्क लिस्ट, अब पछि हामी झन् डब्ल्यु लिङ्क लिस्ट त्यो सबै सर्कुलरहरू तिनीहरू पढ्दाखेरि हामीले कसरी डाइनामिकली साइजलाई चेन्ज गर्छौँ त्यो पनि सिक्छौँ। ल नाउ लेट्स गो टु नन लिनियर। सो नन लिनियर भनेको चाहिँ सिक्वेन्सियली जाँदैन। सिक्वेन्सियली भनेको चाहिँ हामीले स्ट्रेट लाइन सोचौँ है। सो सिक्वेन्सियली भने एउटा स्ट्रेट लाइनमा गइरहेछ भने, नन लिनियर भनेको चाहिँ यस्तो स्ट्रेट लाइन हुँदैन, यो चाहिँ हायरार्कीमा हुन्छ क्या, त्यो माथि तल भएर बसेको हुन्छ, ठिक छ। अब यसमा चाहिँ हामीसँग ट्रीहरू पर्छ, ग्राफहरू पर्छ। सो यो ट्री ग्राफ्सहरू चाहिँ हामी पछि टपिकहरूमा अथवा पछिको युनिटहरूमा फेरि डिस्कस गर्छौँ। सो अहिलेको लागि चाहिँ हामीले यति मात्र बुझ्नु पऱ्यो है, नन लिनियर भने के हो र लिनियर भने के हो भनेर। नाउ इम्पोर्टेन्स अफ डेटा स्ट्रक्चर। सो युनिट 1बाट लाइक यो धेरै नै सोधिरहेकै हुन्छ यो टपिक चाहिँ अथवा यो क्वेसन चाहिँ। सो यस किन इम्पोर्टेन्ट छ डेटा स्ट्रक्चर भन्दाखेरि चाहिँ एफिसियन्सीको लागि, विच इज फास्टर डेटा प्रोसेसिङ एन्ड सर्चिङ। सो मैले भने नि हाम्रो एउटा कन्टेनर जस्तै, एउटा भाँडा जस्तै हो जसमा डेटाहरू चाहिँ प्रपरली अरेन्ज गरेर राखिन्छ। सो त्यसमा चाहिँ हामीलाई डेटा खोज्न, डेटा प्रोसेसिङ गर्न सजिलो हुन्छ क्या। ओके, नेक्स्ट वान मेमोरी अप्टिमाइजेसन। सो हामीले पहिला सी प्रोग्रामिङमा म्यालोक क्यालोकहरू त्यो युज गरेर मेमोरी डाइनामिकली हामीले अरेन्ज गरेको थियो नि। सो त्यस्तो कन्सेप्टहरू चाहिँ यहाँ आउँछ, ठिक छ। हाम्रो डाइनामिक स्ट्रक्चरमा के हुन्छ त भन्दाखेरि जति मेमोरी चाहिने त्यति मात्र युज हुन्छ र अरू मेमोरी चाहिँ खासै हामीले युज गर्दैनौँ, ठिक छ। सो त्यसले गर्दा चाहिँ मेमोरी बच्छ। नेक्स्ट वान इज रियुजेबिलिटी। सो लाइब्रेरिज अफ डेटा स्ट्रक्चर्स क्यान बी रियुज भनेको छ, ठिक छ। सो हामीसँग जुन चाहिँ डेटा स्ट्रक्चरमा लाइब्रेरी हुन्छ त्यसलाई चाहिँ हामीले रियुज गर्न मिल्ने भएको कारणले गर्दाखेरि वान अफ द क्यारेक्टरिस्टिक्समा रियुजेबिलिटी पर्छ। सो ह्यान्डलिङ लार्ज डेटा। सो यो चाहिँ हाम्रो लाइक एप्लिकेसन टाइपको भयो। सो यसले चाहिँ के गर्न सक्छ त भन्दाखेरि युज डेटा सेटहरूलाई प्रपरली ह्यान्डल गर्न पनि सक्छ। नाउ लेट्स टक अबाउट द रियल वर्ल्ड एप्लिकेसन्स। सो यो पनि सोधिरहेकै हुन्छ, ठिक छ। सो रियल वर्ल्ड एप्लिकेसनमा फर्स्टमा छ एरे। एरे अभियसली वी हेभ युज इन डिफ्रेन्ट ल्याङ्ग्वेजेस, जसमा हामी सर्टिङको लागि धेरै युज गर्छौँ। नेक्स्ट भनेको स्ट्याक। सो स्ट्याक पनि युज भइरहेको हुन्छ होइन। स्ट्याकमा चाहिँ हाम्रो कस्तो हुन्छ, पुश पप अपरेसनहरू जुन चाहिँ हुन्छ नि हो तिनीहरूको हुन्छ क्या। सो हाम्रो टेक्स्ट एडिटरमा यहाँ भनेको छ नि अन्डु अपरेसन भनेको छ, त्यसो स्ट्याकमा हाल्यो, स्ट्याकबाट निकाल्यो। सो त्यो स्ट्याकको कन्सेप्ट आइसकेपछि इट विल बी इजी फर यु टु अन्डरस्ट्यान्ड। अनि क्यूहरूको भयो, ट्रिजहरूको, ग्राफहरूको। सो दिज आर द लाइक रियल वर्ल्ड अपरेसनहरू हो यिनीहरू चाहिँ। सो जस्ट लुक एट दिस। अब हाम्रो युनिट 1 चाहिँ यति नै छ। सो इक्जामको लागि चाहिँ इक्जामको पर्सपेक्टिभबाट चाहिँ के हामीलाई चाहिँ थाहा हुनु पऱ्यो भन्दाखेरि फर्स्ट भनेको एडिटी र डेटा स्ट्रक्चरको डिफ्रेन्स। सो मैले भने नि अघि एडिटी भने रेस्टुरेन्टको मेन्यु जस्तै हो भने डेटा स्ट्रक्चर चाहिँ किचन जस्तै हो, ठिक छ। सो त्यसरी त्यो सबै कुराहरू चाहिँ थाहा हुनु पऱ्यो। नेक्स्ट भनेको लिनियर र नन लिनियरको डिफ्रेन्स है। लिनियर भने जुन चाहिँ हाम्रो सिक्वेन्सियल गएको थियो र नन लिनियर हायरार्कियलमा गएको थियो नि, त्यसको डिफ्रेन्स थाहा हुनु पऱ्यो। त्यसपछि नो द बेसिक अपरेसन्स अफ स्ट्याक, क्यू र लिस्ट। सो पुस पप होइन, हाम्रो इन्सर्ट, इन्क्यू, डिक्यू त्यो अपरेसनहरू माथि जुन चाहिँ लिस्टेड थियो त्यो अपरेसनहरू पनि सोध्न सक्छ।
नेक्स्ट भनेको इम्पोर्टेन्स अफ डेटा स्ट्रक्चर इन रियल वर्ल्ड एप्लिकेसन। सो यहाँ भर्खरै हामीले रियल वर्ल्डमा कसरी युज गर्न सकिन्छ भनेको थियो नि, हो त्यो सबै चाहिँ हामीलाई थाहा हुनु पऱ्यो। सो यति नै हो हाम्रो युनिट 1बाट। यदि क्वेसन आयो भने पनि अराउन्ड यसकै अराउन्डमा आउँछ। सो थ्याङ्क यू। अनि इफ यु लाइक द भिडियो है सब्सक्राइब गर्नु होला, र यदि कुनै टपिक चाहिँ लाइक कभर गर्दै हुन्थ्यो जस्तो लाग्छ भने यु क्यान टेल मी। र म चाहिँ बेसिकली बुझ्नको लागि आफू पनि रियल वर्ल्ड अथवा रियल लाइफ इक्जाम्पलहरू नै युज गर्छु, र अरूलाई बुझाउन पनि आई बिलिभ यो चाहिँ अलिकति एफिसियन्ट हुन्छ जस्तो लाग्छ। सो थ्याङ्क यू फर वाचिङ, सी यु नेक्स्ट टाइम।